मेरो भतिजो छोराले पालन टालन गर्छ भनेर उसले आश्वासन देखायो के देखायो होइन। उहाँलाई अब 8 काठा माटोमा 6 काठा माटो चाहिँ उहाँलाई दिएछ। भदौ 1 गते लगेर टिचिङमा धेरै मैले खर्च गरेँ। मैले धेरै गर्दा 2-3 लाख रुपियाँ 3 लाख रुपियाँ भन्दा उबर गरेको छु, त हिसाब छैन। यसरी भयो भनेर अलिकति फेरि उपचार गरिसकेपछि अलिक जाति भयो, आमा जाति भएपछि फेरि बोलाएर पनि देखाएँ। आधी केजीको हर्लिक्स र स्याउ ल्याएर आएर हेरेर गयो, त्यहाँदेखि फर्केर आएको छैन। अहिले फोन गर्दा पनि फोन उठाउँदैन, रिसिभ गर्दैन। मरेपछि बिचरालाई सुर भएन होला, यही छोराले पाल्छ भन्ने उसलाई आश्वासन भयो होला। साफसफाइ गरेर उपचार गर्न सक्नुहुन्न? अब सक्दा सकिन्छ, कति अलिक समस्या पो छ सर, के गर्नुपर्ने। दर्शकबिन, आफ्नो भतिजोलाई छोरा मानिसकेपछि जग्गा पनि दियो र अहिले ती 79 वर्षको आमा बिजोग भएको छ हस्पिटलमा छटपटिँदै। र आमाको नाम हो शुभलक्ष्मी लिम्बू भने आफ्नो भतिजोको नाम संसार लिम्बू हो। र एक्लो छोरी जन्माइसकेपछि वहीँ हो छोरी, र छोरा जन्मेको थिएन र म भतिजोलाई छोरा बनाउँछु भनेर बनायो, तर श्रीमान भने बितेर गयो। श्रीमतीको अहिले हालत बिजोग छ, त्यस कारणले गुनासो पोख्नुको लागि र संसारलाई यो कुरा सुनाउनको लागि र उहाँहरूले उकुस मुकुस भइसकेपछि उहाँले जति उपचार गर्यो, कत्रो धेरै उपचार गर्यो र पनि त्यत्रो पैसा खनायो। र जब छोरा मानेको भतिजलाई त्यहाँ अंशा दियो, अंशा दिइसकेपछि उहाँले बरु फ्याँकिदेऊ भन्ने खालको अभिव्यक्ति दिएको आरोप उहाँले लाउनुहुन्छ भने अचम्मै खालको यो भिन्नै खालको छ। नमस्ते, म देवेन्द्र लिम्बू। अहिले तपाईँले हेर्दै हुनुहुन्छ तिनजुरे लाइन टिभी। एक्लो छोरी उहाँ हो, छोरा थिएन शुभलक्ष्मीको। त्यसपछि उहाँको बुबा खसिसकेपछि बिग्रिँदै आयो। अब हेर्नुहोस्, तपाईँको जिन्दगी पनि यस्तो आउने छैन। तर यो भिडियो संसार लिम्बूले हेऱ्यो भने साँच्चैको मानवता छ भने हेर्नुहोस् है त, 6 कट्ठा तपाईँले जमिन दिएको रहेछ। तपाईँले थोरै भयो नि सहयोग गरेर बिचारा 79 वर्षको ती वृद्ध आमालाई सहयोग गरेर उपचार गर्नुहोस् है त। आउनुहोस् सुनाऊ, यो एकदम दर्दनाक, मुटु थामेर हेर्नुहोस् यो भिडियो अन्तिमसम्म। नमस्ते। नमस्ते। सुरुदेखि नै रुन थाल्नुभयो? के हो तपाईँको नाम? मेरो सुर्जामाया जिमी। भएको चाहिँ के रहेछ? के गर्नु, मैले आमालाई यतिसम्म उपचार गरेँ। अब दोस्रो ताल चाहिँ भाइ घर। पहिलोचोटि मैले 3 लाखसम्मको दबाई औषधि गरेँ। अब सक्दिनँ, भाइ मसँग क्षमता छैन, मैले सक्दा मैले गरेकै हो। वृद्ध अवस्था हुनुहुन्छ। अब चाहिँ भाइको पाला गरेँ भन्दा आएँ। तपाईँ एउटै छोरी हो? म एक्लो छोरी। हजुर, म एक्लो छोरी हो। बाउको नाम के हो? आशिकराम लिम्बू। कहाँ हो घर चाहिँ? आपा कहाँनिर हो? गोल्डुबान 7 मा। यो ठ्याक्कै लक्ष्मी सुब्बाको घरदेखि मुनि पर्छ। त्यो टोलको नम्बर मलाई अलिकति थाहा भएन। तपाईँ चाहिँ उहाँको को? मेरो चाहिँ उहाँ श्रीमती भनेपछि तपाईँको जो लक्ष्मी लिम्बूको घर छेउमा बस्ने मेरो सालो संसार लिम्बू हो। उहाँलाई चाहिँ मेरो आमाले मेरो भतिजो छोराले पालन टालन गर्छ भनेर उसले आश्वासन देखायो के देखायो होइन। उहाँलाई अब 8 काठा माटोमा 6 काठा माटो चाहिँ उहाँलाई दिएछ, नाममै दिएछ, सारिदिएछ। बकसपत्र गरेर सारेको रहेछ। अनि त्यो पनि कागजपत्र हेरेँ मैले। अनि अर्को कुरो, अनि मैले एकचोटि 1 गते अस्ति भदौ 1 गते लगेर टिचिङमा धेरै मैले खर्च गरेँ। मैले धेरै गर्दा 2-3 लाख रुपियाँ 3 लाख रुपियाँ भन्दा उबर गरेको छु, त हिसाब छैन। अनि त्यति गरेर पनि भएन। फेरि मैले डाकी निम्तो गरेँ। डाकी निम्तो गर्दाखेरि पनि ल यसरी भयो भनेर अलिकति फेरि उपचार गरिसकेपछि अलिक जाति भयो, आमा जाति भएपछि फेरि बोलाएर पनि देखाएँ। फेरि अरू बिमारी फेरि सुनिनु थाल्यो। सुन्ने खण्डमा फेरि मैले सालोलाई जबरजस्ती गरेर बोलाउँदा पनि उहाँ आउनुभयो। एकचोटि आएर के गर्यो नि, हेऱ्यो एउटा आधी केजीको हर्लिक्स र स्याउ ल्याएर आएर हेरेर गयो, त्यहाँदेखि फर्केर आएको छैन। अहिले फोन गर्दा पनि फोन उठाउँदैन, रिसिभ गर्दैन। अहिले हामीको टिचिङमा चाहिँ नोबेलमा मेरो सासुआमा पछि लडिराखेको छ। होइन खै त अब हामीहरूलाई उहाँलाई त्यत्रो निम्तो गर्दा नि आउँदैन। यो हामीहरूलाई के भन्छौँ भने सबै पञ्चकृति
ले नै यसो गर्दा हुन्छ कि मेरो सालोले मात्रै गर्दा हुन्छ, यो हामीहरूलाई पनि हाम्रो युट्युबबाट अलिकति जानकारी गराइ पाऊँ भन्ने मेरो नम्रता म आश्वासन राखेर। किनभने यस्तो हो, मानवता हुनुपर्छ मान्छेमा। तपाईँको ससुरा बितिसक्यो। के ससुराको नाम? आशिकराम लिम्बू। कहाँ हो घर? घर अहिले हाल झापा हो, पुरानो भनेको शङ्खसभा पोखरी मलवासे हो, अनि अहिलेको हाल भन्नुहुन्छ बसोबासो भन्छ के अरे झापा गोलडुबामा बस्नुहुन्छ। तपाईँको ससुराको छोरा छैन? छैन, उहाँ मात्रै हो। अब तपाईँको सासूले पनि अब 79 वर्ष पुग्यो हुन त, बुढापाकाको त्यति नगरौँ होइन, जे भए पनि छोरीलाई जग्गा दिनुपर्नेमा भतिजोलाई दियो पनि हामी राजी खुसी छौँ। भतिजोलाई दियो त ठिकै छ, तर हेरेको भए हामीले एकदम खुसी छौँ। तर हेर्दैन अहिलेसम्म नहेर्दा यो बिजोग एकचोटि सरहरू गएर उहाँले पनि हेरिदिनुहोस्, अनि आमाको अवस्था कस्तो छ, अनि यो युट्युबमा कसरी देखाउनु पर्छ, त सरहरूले हजुरहरूले यति उपचार गरिदिनुहोस्, सहयोग गरिदिनुहोस्। एकछिन है, अब एउटै छोरी हो, तपाईँले चाहिँ कति जग्गा दियो आमा बुवाले? मलाई माथि दिएको छ, मलाई छुट्टै होइन, आमाले दिएको छ। आमाले 3 कठा दिएको छ। कहाँ दिएको छ? त्यहीँ दिएको छ, अलिक माथि छुट्टै छ। त्यसो भने भतिजले धेरै दिएछ त जग्गा? हो, यही कुरो पनि तपाईँले राखिदिनु। पछाडि दिएको 6-7 वर्ष पछाडि, भर्खर 2 वर्ष मात्रै हुँदैछ उहाँलाई दिएको छ अहिले। अनि किन दिएको त बुढेसकालमा फेरि? त्यही त सोधिदिनुहोस्, खोजिदिनुहोस्। यो त बाउ मरेपछि बिचरालाई सुर भएन होला, यही छोराले पाल्छ भन्ने उसलाई आश्वासन भयो होला, र मेरो छोरा बुहारीले मलाई हेर्छ, बुढेसकाल लाग्यो, अब यही हो पालन तालन गर्ने, यसले नै मलाई अब हेर्ने गर्ने खुवाउने पियाउने भनेर उहाँले सोचेर दिनुभयो होला। मेरो छोरा सरा भतिजो भनेर। हजुर। दर्शकबिन, तपाईँहरू छोरा भन्नुहुन्छ, तर हेर्नुहोस् छोरी पनि उदाहरण छ। यहाँ हेर्नुहोस्, उहाँ एक्लो छोरी भए पनि उहाँलाई सम्पत्ति त अब 3 खटा मात्रै दिएछ है, एउटै छोरी हो, तर भतिजोलाई दिएछ। किनभने छोरा मान्छे हो, 2टा पाखुरा छ, जे भए पनि उहाँले पाल्छ, लास्टमा चाहिँ हेर्छ भन्ने खालको चाहिँ संसार लिम्बूलाई चाहिँ उहाँको नाममा 6 कटा दिएछ। यो भनेको किनभने तपाईँहरू धर्म गर्नु कि कर्म गर्नु भन्छन्, यो ठुलो धर्म आमाले गरेको छ। त्यो धर्मअनुसार चाहिँ उहाँले खासमा उपचार गर्नुपर्छ बाँचिन्जेल है। संसार लिम्बूलाई फोन गर्यो? ल्याउँदा संसार लिम्बूलाई पनि म कल गर्नु चाहन्छु। हेलो हेलो, संसार लिम्बू हो भाइ? हजुर। ए म देवेन्द्र लिम्बू बोलेको कि, तपाईँको बढियामा शुभलक्ष्मी लिम्बू बिमारी रहेछ। हजुर। अनि यसो उपचारको लागि यसो सहयोग गर्नु पर्थ्यो कि पर्दैन थियो भनेर मैले फोन गरेको हजुरलाई। बोजू त पर बिजोग छ त हौ हस्पिटलमा, नोबेलमा। के गर्नु त हौ यहाँ पनि आफ्नो बिजोग? होइन नि, अब यसो अलिअलि अब बाँचिन्जेल आश हो होइन। अब तपाईँको बढिआमाले आफ्नो छोरा सम्झेर तपाईँले छोरा सर तपाईँले अंश नि दिएको रहेछ, अनि अलिअलि केही नभए पनि हौसला अलि यता तान्तुनु गरेर यसो उपचार गरेर त हुन्थ्यो नि। अस्ति जग्गाको त उदो राख्नु भएको छ भनेछ त, त्यो के भन्छ बन्दाकी लाउनु भएको छ 2 लाखमा, अनि त्यही खर्च लगेर गएको छु भन्नुहुन्थ्यो त्यहाँ त भेनाले। कुन जग्गा चाहिँ? खोइ यता कता 2 लाखमा बन्दाकी लगाएको छ भन्थ्यो, त्यो जिउनी त होला नि, जिउनी 2 लाखमा बन्दाकी लगाएँ अनि लगेको छु भन्नुहुन्थ्यो। र म त अब खोइ यता खोइ के गर्नु। कुन जुनी? यही छ तपाईँको भेना मसँगै छ। कुन जुनी? होइन, यहाँ कल गर्नुभएको रहेछ, यहाँ माथि कल गर्नुभएको होइन, मैले 2 लाख पैसा काटेर लगेर मैले लगेँ है भनेको त आमा त हस्पिटलमा रहेको छु माइला, मैले भनेकै हो। अनि यो अब 2 लाख रुपियाँ मात्रै काटेर मात्रै होइन, अरू पनि काट्ने अवस्था छ। आमाको अवस्था हेर्नुको लागि आउनु पर्यो माइला। अनि होइन अब आउँदैन मन ढुक्कै हुन्छ भने कुन तरिका के तरिकाले गर्नुपर्छ यो सिकाउनु पर्यो माइलाले मलाई। होइन भने अब जग्गा मात्रै लिएर त्यहाँनिर बस्ने, मजा मस्तीमा बस्ने, यहाँनिर त्यो जग्गा खाएर मजा मस्ती बस्ने। अनि आमालाई चाहिँ यहाँ छटपटिएको आमा, बिमार भएको आमा, डायलिसिसमा राखिरहेको आमा, त्यो आमालाई नहेर्नु त माइला। अब के गर्नु त, के उपाय गर्नु त? अब सर सपोर्ट गरेर गर्नु पर्यो नि त हौ। अब बाँचिन्जेल आश हो। अब तपाईँले त 6 कटा त दिएको रहेछ नि त बढिआमाले होइन, छोरा सर मानेर। अनि 6 कटा भनेको 3 लाख दरले पनि 18 लाख त हुन्छ। अनि बढिआमा
अब त्यत्रो अनि 4-5 लाख यसो जुगाड गरेर यसो अब होइन 2-4 लाख 5 लाख जति यसो होइन उहाँले त 5 लाख अलरेडी 5 लाख भन्दा बेसी रहेछ आफ्नो छोरीले मात्रै 3 कट्ठा मात्रै दिएको रहेछ बिचरालाई यहाँ हेर्नु न खाता कतामा छ कति लाग्यो अब तपाईँलाई 6 कट्ठा 6 कट्ठा दियो अब माया गर्नु के अब मानवता नै राख्नुपर्छ के अब संसार लिम्बू कति राम्रो तपाईँको नाम फेरि त अलिक तर त्यहाँ एउटा कुरा गर्नुपर्छ हेर्नु त अब अलिक समस्या पनि छ त्यता अलिक ल्याङल्याङ पनि भइरहेको छ कि त्यसले गर्दाखेरि मलाई पनि अलिक समस्या छ हेर्नु तपाईँ आउनु सक्नुहुन्छ भने के त झापातिर आउनु त अलिक मलाई नि अलिक समस्या छ कि त्यताउँदि पनि त्यसले गर्दाखेरि अब समस्या के को समस्या अब यता उपचार गर्नुको कुरा छ अरू समस्या के छ भन्नु त मलाई छ नि हो धेरै समस्या छ नि अब तपाईँलाई अब एकान्तमा भेटेर कुरा गर्नुपर्छ होइन भेटेर कुराकानी किन गर्नुपर्ने भनौँ न तपाईँको बडी आमा सिकिष्ट बिमारी छ बिचरा त्यस्तो कुराहरू धेरै धेरै छ यहाँ के गर्नु भनेर नि साथी हुँदैन हेर्नु अनि त्यस्तै अब यता सुन्नु न तपाईँलाई आफ्नो छोरा मानेर 6 कट्ठा जग्गा दियो तपाईँको बडी आमालाई 4-5 लाख रुपियाँ पनि यसो सहयोग गरे अथवा के अरे सारसपोर्ट गरेर उपचार गर्न सक्नुहुन्न अब सक्नु त सकिन्छ के कति अलिक समस्या पो छ सर के